हेलो एभ्रिवान, नमस्कार। सन्चै हुनुहुन्छ? आज चाहिँ हामी पकाउँदैछौँ अहिलेको सिजनको एकदमै हरियो तरकारी फर्सीको मुन्टा। ल आउनु सुरु गरौँ है त हामी यसलाई पकाउन। यसलाई पकाउनको लागि हामीले सर्वप्रथम बजारबाट एक मुठा फर्सीको मुठा लिएर आउने। अनि हेर्नुहोस् त कति राम्रो फर्सीको मुन्टा छ। अहिलेको सिजनको भएर चाहिँ अहिलेको सिजनमा एकदमै मिठो एकदमै कलिलो फर्सीको मुन्टा आउँछ। हेर्नुहोस् न, मैले चाहिँ अघिल्लो दिन ल्याएको भएर फर्सीको मुन्टा पनि ओइलाइसकेछ। केलाउनलाई चाहिँ अलि गाह्रो भयो मलाई। हजुरहरूले चाहिँ बजारबाट मुन्टा लिएर आउँदाखेरि एकदम ताजा छानेर लिएर आउनु होला। त्यसले गर्दाखेरि केलाउनलाई सजिलो हुन्छ। हेर्नुहोस् त, मैले बिस्तारै बिस्तारै फर्सीको मुन्टा केलाई पनि सकेँ। अब यसलाई एउटा भाँडोमा राखेर मजाले धुने। फर्सीको मुन्टालाई चाहिँ 2-3 पानी मजाले पखालिसकेपछि त्यो फर्सीको मुन्टालाई यसरी मजाले पखालिसकेपछि त्यसबाट आएको पानीलाई निचोर्ने अनि एउटा भाँडामा राख्ने। उतापट्टि अर्को ग्यासमा म एउटा फ्राई प्यान बसाल्छु। फ्राई प्यान तातिसकेपछि यसमा मैले चाहिँ थोरै घिउमा पकाउँछु। मलाई चाहिँ घिउको स्वाद फर्सीको मुन्टामा एकदमै मिठो हुने भएकोले म चाहिँ सधैँ फर्सीको मुन्टा घिउको भुटुनमा पकाउने गर्छु। अब घिउको भुटुन तातिसकेपछि मैले त्यसमा फुराएँ जिरा, ज्वानो अनि एउटा सुकेको खुर्सानी। अनि मैले त्यसमा अघि केलाएर राखेको फर्सीको मुन्टा पनि हालेँ। मजाले चलाइसकेपछि राखेँ थोरै बेसार। म चाहिँ यसमा बेसार पनि राख्छु। हरियो सागपातमा राखेको बेसारले चाहिँ हाम्रो स्वास्थ्यको लागि राम्रो काम गर्ने भएकोले मैले हरेक तरकारीमा बेसार नछुटाइकन राख्ने गरेको छु। अनि मैले त्यसमा सँगै हालेँ स्वादअनुसार नुन हालिसकेपछि मैले यसलाई मजाले चलाएँ। हेर्नु त फर्सीको मुन्टाबाट कस्तो मजाले पानी निस्किरहेको छ। यसरी मजाले पानी निस्किसकेपछि त्यो पानी सुक्न दिने अनि त्यसमा हाल्ने थोरै भुटेर पिसेको जिरा अनि खोर्सानीको धुलो राखेर मजाले चलाउने। अनि यसरी यसलाई मामसँग सर्भ गर्ने। खाएँ ल, मैले चाहिँ साह्रै मिठो गरी खाएँ। हजुरहरू पनि यसै गरी मिठो बनाएर खानु होला।